फाइनली कोरियाले चाहिँ होइन अहिले चाहिँ सिजनल भिजामा पनि अब चाहिँ कामदारहरू ल्याउने 2026को लागि जुन चाहिँ 1,09,000 भन्दा बढी कामदार चाहिँ सिजनल भिजामा पनि कोरियामा अब कामदारहरू भित्रिँदैछ साथीहरू। म पनि कोरियाको यस्तो खेतबारीमा काम गर्दैछु अहिले चाहिँ अब चाहिँ होइन सिजनल भिजामा खेतीपातीको लागि माछा पालनको लागि अब हुन्छ नि त्यहाँ बुङ्गुर सुँगुर गाईहरूको पालनको लागि नि ल्याउने भनेर चाहिँ कोरियाको सरकारले चाहिँ कोटा तोकेको छ है। जुन कोटा चाहिँ होइन इपिएसको लागि 80,000 थियो भने चाहिँ होइन सिजनल भिजामा चाहिँ 1,09,100जना कामदार विभिन्न क्षेत्रमा लिएर जाने। त्यो पनि सोच्नु न कति धेरै कामदार लिएर जाने कि सिजनल भिजामा चाहिँ अहिले चाहिँ 8 महिनासम्म बसेर पुनः आफ्नो अवधि सकाएर आफ्नो देश फर्केर त्यसबाट फेरि कमिटेड पनि आउने मिल्ने बनाएको छ है। तलब पनि 3-4 लाख महिनाको कमाउन सक्ने सम्भावना छ। कमाइ पनि राम्रो हुने कमिटेडमा पनि आउन मिल्ने त्यसरी चाहिँ होइन कोरियाको सरकारले बनाएको छ भन्ने चाहिँ अब के यसपालि नेपालीहरूलाई पनि लिएर जाला त नेपालीलाई लिएर जाने सम्भावना त एकदम कमै छ किनकि कोरियाको सरकारले होइन 3 वर्षको लागि नेपालीलाई ब्यान गरिदिएको छ। नेपालीहरूको सिजनल भिजामा आएको थियो तर होइन इलिगल भएर बसेको कारणले गर्दा चाहिँ ब्यान गरेको छ। अब चाहिँ खुल्यो भने चाहिँ अपडेट लिएर आउनेछु। 3 वर्ष त पुग्न थालिसकेको छ। अब के अपडेट आयो भने तपाईँहरूलाई भन्ने जानकारी दिन्छु होइन। फाइनली होइन कोरियाले पनि सिजनल भिजामा कामदार लिएर आउने E8 भिजा चाहिँ लागू गरेको छ है। यसरी चाहिँ कामदारहरू चाहिँ खेतीपाती कृषिको लागि चाहिँ होइन आवश्यक टाइममा चाहिँ लिएर आउने भनेको छ है। साथीहरू कोरियाको खेत यस्तो हुन्छ कोरियाको खेत है। कोरियाको फिनिल हाउस यस्तो हुन्छ धान हेर्नु यसरी धान काटेको छ। कोरिया हो कोरिया बताउँछ त साथीहरू कोरिया भन्ने त यो होइन सिजनल भिजामा चाहिँ 2026को लागि चाहिँ होइन कोरियाले भित्राउँदैछ। म पनि यता कृषिको फार्ममा हो है। यहाँ चाहिँ मेरो खेत हो यो फोक्सुङाको बारीमा। यहाँ चाहिँ मेरो साउ पनि छ यता पछाडि ट्याक्कलाई साउबा चाहिँ काम गरिरहेको छ है मेरो जस्तो झोला थाल्ने काम छ यहाँ साउ र म चाहिँ काम गरिरहेको छ। अहिले चाहिँ होइन कोरियाले चाहिँ है एग्रिकल्चर सेक्टरतर्फ चाहिँ होइन खेतीपातीतिर होइन पशुपालनतिर माछा पालनतिर चाहिँ होइन मौसमी कामदारमा चाहिँ होइन कामदारहरू भित्राउने भनेर चाहिँ होइन सूचना निकालेको छ चाहिँ। त्यसैले साथीहरू अब चाहिँ होइन इपिएसको भन्दा चाहिँ होइन मौसमी कामदार सिजनल भिजामा एकदमै मान्यता दिएको छ। कमाइ पनि राम्रो हुने र साथसाथै होइन तपाईँहरू चाहिँ होइन अहिलेको कोरियाले तोकेको भनेको अवधि चाहिँ होइन 8 महिना 9 महिनासम्म चाहिँ होइन सिजनल भिजामा आएर काम गर्न सक्नुहुनेछ भनेर चाहिँ कोरिया सरकारले अहिले चाहिँ तोकेको छ भने चाहिँ प्रायोरिटीको देशमा चाहिँ होइन सुरुमा कम्बोडियालाई राखेको छ। त्यसपछि फिलिपिन्स भियतनामहरू लगातार हुँदै गरेर राखेको छ र नेपाललाई भन्ने चाहिँ होइन विगतको समयमा नेपालीहरू पनि सिजनल भिजामा आएको थियो तर इलिगल बसेको कारणले 3 वर्ष ब्यान गरेको छ। अनि अब चाहिँ नेपालको लागि नि खुल्ने सम्भावना त कमै छ तर खुल्न सक्ने चाहिँ सम्भावना छ। अब हेरौँ के कस्तो हुन्छ। तपाईँहरू पनि सिजनल भिजामा कोरिया चाहिँ आउन सक्नुहुन्छ है। अहिले चाहिँ नेपालको लागि चाहिँ हाल चाहिँ खुलेको छैन।